है ल हाम्रो गाउँ चरा चाहिँ मार जस्तो लाग्दैन मलाई सुत्ने ठ्याक्कै क्या हुन्छ हैन केही बेर चाहिँ बिस्तारै सो हेलो गाइज व्हाट्स अप के छ वेलकम माई युट्युब च्यानल इट्स मे हाङ ब्लग्स सो अहिले चाहिँ हामी जङ्गलतिर यसो जङ्गलको अवस्था बुझ्न जाँदैछु हैन अनि च्याउहरू पनि खस्नलाई म लगभग हिजो 12 सरी लगभग 8 बजी आइपुगेको थिएँ घर। त्यस पछाडि आज फेरि हिँड्दिसकेको छु। अहिलेको चाहिँ कति बजे दाजु? 12:30 भइसकेको छ। अब हामी चाहिँ माथि 1 घन्टाको अब यात्रा छ फेरि हाम्रो। ओके गाइज, त्यही हो। अब एकैचोटि हामी जङ्गल पुगेर भेट्नेछौँ। ल फेरि हामी जङ्गलतर्फ चाहिँ लागिसक्यौँ। यहाँ दाइको ग्लोभ्स देखाउनु न। ओहो दामी। हामी चाहिँ के खोज्नु गएको चाहिँ तपाईँहरूलाई देखाउन चाहेन मैले, किनकि अलिकति होइन दाइ, हो त भाइ, अलिक त्यो भनेको चाहिँ डेन्जरै कुरा हो। ओके गाइज, त्यही हो। म तपाईँहरूलाई देखाउन चाहिँ देखाउँछु, तर चुस्स मात्रै देखाउँछु। चुस्स देखाउँछु। कस्तो दामी ओडा सुत्ने ठ्याक्कै क्या। यहाँ त सुत्दा पनि केही नहुने टाइपको ओडा रहेछ हौ। यहाँ त दामी टक्कै यहाँ सुत्दा भइहाल्छ। कस्तो दामी ओडा छ। हामी यहाँ छु। हामी चाहिँ यस्तो जङ्गल घना गाड जङ्गलभित्र चाहिँ त ल। त अहिले चाहिँ हामी डाँडा चढिसकेको छौँ। ए ल है त हाम्रो चाहिँ खानेकुराहरू होइन, खानेकुरा यस्तो डाँडा छ कि लभली छ क्या, लभली उडी चुप्पा छ क्या फेरि दामी छ। हामी चाहिँ अब डाँडा चढिसकेको छौँ। अब फेरि अलि उता जाने प्लानिङ छ हाम्रो। के गरेको यो साथीले? ल हाम्रो गाउँ चाहिँ यो है त। ल यही हो हाम्रो गाउँ। ठ्याक्क हाम्रो घर त अलिक यता छ। यता नै चाहिँ यो पढलले छापी कटेर छेउमा छ। दामी छ। चिचिला उयो माथि हो, तर केही देख्दैन रहेछ। ओके गाइज, अब हामी फेरि पनि माथि डाँडा जङ्गल पुगेर भेट्नेछ तपाईँहरूलाई। अहिले चाहिँ हामी जङ्गलदेखि फर्किसकेको छौँ होइन। दाजुको यो झोलाले चाहिँ मारेको छ। अब दामी छ है जङ्गल चाहिँ। चरालाई चाहिँ टार्गेट गरिरहेको छ। चरा माथि माथि देख्न सक्नुहुन्छ नि। तर यो भाइले चरा चाहिँ मार जस्तो लाग्दैन है। उडाउनु यस बसा चरालाई उडाउनु मात्रै हो। तै पनि कोसिस चाहिँ जारी छ होइन। मार्नु चाहिँ त्यही हो, बेस दिने चाहिँ दिने हो होइन। अब गुणको पत्ता लगाउने कुरा गरिरहेको छ न। कोसिस चाहिँ एकदम राम्ररी चाहिँ गरिरहेको छ। तर भागेको छ, माथि उडिसक्यो। त्यति मलाई ग्याटिस ट्राई बेस्ट दिने होइन। र इच्छा पुरा गरेको मैले। अब चाहिँ हामी हुँदै जानुपर्ने हुन्छ। जङ्गल चाहिँ यस्तो छ। घरमा चाहिँ यही हो, यस्तो हुन्छ क्या।
फेरि अब चाहिँ यी हेर्नु छ देख्नु सक्छ। यहाँतिर चाहिँ एउटा फिल्म सुटिङ गर्नको लागि दामी ठाउँलाई चाहिँ मैले हेरेको थिएँ होइन। तर के गर्नु यहाँतिर अब व्यवस्थै छैन, सुविधै छैन होइन। यहाँ चाहिँ बाघ भालु आउने अवस्था हुन्छ होइन। केही भएर चाहिँ बिस्तारै स्लो। ए यहाँ चाहिँ डाँडा दामी देखिन्छ क्या। यहाँदेखि चाहिँ पल्लो गाउँ राम्रो देखिन्छ क्या, सबै पुरै देखिन्छ। यो चाहिँ हाम्रो गाउँको जेठरामिते भन्छ क्या। यहाँ चाहिँ भिड छ क्या एकदमसँगले चाहिँ। त्यो पारिको माछे गाउँ भन्छ, त्यताको यो डाँडा गाउँहरू भन्छ होइन। यहाँदेखि चाहिँ एकदम भ्यू देखिन्छ भाइ। बिलतिर नजाए केटा मर्ने अवस्था हुन्छ। यहाँ चाहिँ भिरो हो क्या। यहाँदेखि चाहिँ कति झऱ्यो भने एकछिन चाहिँ उड्नु पाउँछ, तल झर्दा चाहिँ मजा आउँछ। त्यही हो। यहाँ चाहिँ एकदम डाँडा छ क्या। यहाँ चाहिँ प्यारासुट लिएर चाहिँ उड्न मजा आउँछ। त्यही हो। आमा चिचिला त्यहाँ हो माछे पोखरी उयो गाउँै गाउँ भएको है। दामी छ दामी छ। हामी चाहिँ अहिले लोक घर आइपुगिसकेको छु गाउँ होइन। उफ त्यो गर्मीमा ज्याकेट लगाएर गएको थिएँ त्यही माथि फोनहरू बोक्नको लागि। हाम्रो घर चाहिँ यो है, यो हऱ्यो अनि यो यताको हऱ्योको दाइको घर हो अनि यता चाहिँ साथीको घर हो होइन गाइज। त्यही हो। अब चाहिँ भिडियो डेली नै हाल्छु म लगभग। तर आजको भिडियो चाहिँ यति नै हुनेछ। जसले मेरो भ्लग अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि थ्याङ्क यू फर वाचिङ दिस भिडियो। र सपोर्ट गरिदिनु होला हजुरहरू, सपोर्ट गरिदिनु होला। मोन्टेज कहिले गर्ने हो? भिडियोमा भ्यू चाहिँ जानु छोड्यो। भिडियोमा भ्युज गए पो अलिकति हालौँ लाग्छ त होइन। अलिक भाइरल भए पो हुन्छ त मान्छेलाई देखाउँदा नि, मान्छेको अगाडि भ्लग गर्दाखेरि नि क्या नो कन्फिडेन्स पुरा त्यस्तो हुन्छ। तपाईँहरूले साथ सपोर्ट गरिदिनु होला। म तपाईँहरूको सामु भिडियो ल्याउने नै छु होइन। हो त अब कन्फिडेन्स छैन क्या, भ्लग बनाउनाले कन्फिडेन्स छैन। न सब्सक्राइबर छ न भ्युवर्स छ। अब हल्का भ्युवर्स भएको अब मान्छेलाई देखाउँदा नि, मान्छेको अगाडि गर्दाखेरि पनि यसको कति छ सब्सक्राइबर यति रहेछ यस्तो भन्ने टाइपको हुन्छ। अलिकति सपोर्ट भए होइन मान्छेको छेउमा गर्दा पनि यसको चाहिँ यस्तो रहेछ नि यस्तो भन्ने टाइपको हुन्छ। त्यही भएर गाइज तपाईँहरूले सपोर्ट गरिदिनु होला हाङ भ्लग्सलाई। तर हिँडेर कस्तो लिरिक हल्लिरहेछ। आजको भ्लग चाहिँ मेरो यति नै हुनेछ।